म पढ्न चाहन्छु म चाहिँ आफूले आफ्नो लाइफ करियरलाई चेन्ज गर्न चाहन्छु प्लिज आम्मा मलाई त्यो मिठो 90s को भाइब आइरहेको छ ओके अलराइट रिसेन्टली मैले दुईवटा मेसेज डिएम पाएँ जुन चाहिँ टिनेजको जुन मैले भिडियो हालेको थिएँ युट्युबमा यु क्यान चेक इट आउट त्यो भिडियो हेरेर दुईजनाले मलाई मेसेज गर्नुभएको थियो यस्तो 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 म मोटिभेट छु म गर्छु भन्ने टाइपको उहाँहरूको कुरा हो तर म तिमीलाई एउटा कुरा भन्छु तिमीलाई थाहा नै छैन यु डोन्ट नो एक्चुअली द मिनिङ अफ द सिरियसनेस यदि तपाईँ सिरियस हुनुहुन्छ भने कस्तो हुन्छ थाहा छ तपाईँको बिहेभियर यु डोन्ट नो माई ब्रदर्स म तपाईँलाई भन्छु ल यदि तपाईँलाई लाग्छ यदि तपाईँलाई फिल हुन्छ यदि तपाईँलाई लाग्दैछ कि तपाईँ सिरियस हुनुहुन्छ भन्ने पढाइमा यो तपाईँले एउटा कुरा के भेट्नुहुन्छ भने तपाईँसँगै सुत्ने तपाईँको दाइलाई थाहा हुँदैन तपाईँसँगै सुत्ने तपाईँको भाइलाई थाहा हुँदैन तपाईँसँगै तपाईँलाई जन्म दिने तपाईँको आमालाई तपाईँको बुवालाई तपाईँको क्लासमेट तपाईँको टिचर तपाईँको गाउँ कसैलाई पनि थाहा हुँदैन बुझ्नुभयो भएन फेसबुकमा मोटिभेसनल कोट सेयर गरेर साथीभाइहरूलाई पढ्नुभन्दा अगाडि प्लिज डोन्ट डिस्टर्ब मी मलाई डिस्टर्ब नगर्न प्लिज म पढ्न चाहन्छु म चाहिँ आफूले आफ्नो लाइफ करियरलाई चेन्ज गर्न चाहन्छु प्लिज यु डोन्ट एक्ट लाइक अ फकिङ शिट इफ यु आर सिरियस मैले अघि पनि भने सिआइडीलाई तपाईँ पछाडि छोडिदिनुहुन्छ यु विल मुभ भेरी भेरी सिक्रेटली तपाईँले आफ्नो टनल अन्डरग्राउन्ड टनल यति सिक्रेटली खन्नुहुन्छ लाइक ए अन्डरडग तपाईँसँग सुत्ने खाने बस्ने मान्छे कसैको एप्रुभल लिनु हुँदैन यु जस्ट मुभ फकिङ साइलेन्टली यदि तपाईँले यो चेन्जेस आफ्नोमा भेट्नु हुँदैछ भने कङ्ग्रेचुलेसन युआर सिरियस इफ नट देन इट्स जस्ट एनदर फकिङ मोटिभेसन अल द बेस्ट